ब्रेकिङ न्युज सुदन गुरुङ होम मिनिस्टर तँलाई अस्ति भर्खरसम्म 2 तिहाई भनेको थाहा थिएन, बहुमत भनेको थाहा थिएन। गृहमन्त्री सुदन गुरुङको विषयमा विभिन्न टिका टिप्पणी र मिमहरू देख्दा मलाई अचम्म लाग्छ। जब देश सङ्कटमा परेको थियो, आन्दोलन पश्चात देश नेतृत्वविहीन बनेको थियो, त्यति बेला कोही पनि आन्दोलनको नेतृत्व लिने आँट गर्न सक्ने अवस्थामा थिएन। तर सुदन गुरुङ एक्लैको आँटले देशले निकास पाएको थियो। सुदन गुरुङले नै रवि र बालेन जस्ता ठुला शक्तिहरूलाई मिलाउने कार्य गरेका थिए। होला उनमा कानुन सम्बन्धी समझ नहोला, तर त्यति थिएन होला, तर अहिले जुन 6 महिनाको पिरियड छ त्यति बेलासम्म उनी पुरै प्रशिक्षित भइसकेका छन्। कानुन संविधान सम्बन्धी कुराहरू सबै कुराहरू कसैले पनि जानेका हुँदैनन्, सबै कुरा अध्ययन गरेरै थाहा हुने कुरा हो। र यति कुराको लागि भनेर उनी गृहमन्त्री बन्न नलायक पात्र हुन् भनेर जुन मानिसहरूले टिका टिप्पणी गरिरहेका छन्, अब उहाँले लिने कदमहरूबाट, उहाँले चाल्ने कदमहरूबाट सबैले सुदन गुरुङ कति लायक व्यक्ति छन् भन्ने कुरा जान्नेछ।